कम छ। म चाहिँ आज जङ्गल आएको छु च्याउ टिप्नुलाई। च्याउ त भेटिन्छ कि भेट्दैन। मैले चिब्री साग भेट्टाएको थिएँ। च्याउ चाहिँ भेटाउँछ कि भेटाउँदैन थाहा छैन। चिब्री साग भेटाएको छु। कोलाई थाहा छ चिब्री साग यसरी भेटाउँछ। मलाई साथीहरूले छोडेर गयो भनेको छैन। मलाई धेर बोल्नु चाहिँ आउँदैन ल। किनकि म यति भेटाएको ठाउँमा हामी चाहिँ दुईजना मात्र पऱ्यौँ। जसलाई च्याउ खोज्न आउँदैन त्यही नै परेको छौँ। 10-12 जना मान्छेमै दुईजना, अरू कता कता थाहा छैन। कालुङ्गे चाहिँ थाहा छैन। झरी कि चरीले चाहिँ कति टिभी छ। हामी चाहिँ कालुङ्गे च्याउ खोज्न आएको थियौँ। चिब्री साग र अलिअलि झरी च्याउ भेट्टाएको होइन। घाटा चाहिँ झरी च्याउबाट भएको छ। हामी चाहिँ जङ्गलको भित्र आइसकेछौँ। अहिलेसम्म घरको बाटो देखेको छैनौँ। हामी हराइसक्यौँ। च्याउ र चिब्री साग यति भेट्टाएको छु मैले। को कता कता छ थाहा छैन। ए ढलबला दाजु रिजुरी जाऊ अरे यस्तो छ है हाम्रो हालत चाहिँ। बोलाइ गर्ने कता हो घरको थाहा छैन। गलिसक्यो, भोकले आन्द्रा भुँडी निक्लिसक्यो। मेरो हालत यस्तो भइसक्यो कि अब लाइफमा आउँदिनँ च्याउ टिप्नु। गलेर छिट्टो भइसक्यो।